हेलो साथीहरू, यहाँहरूलाई स्वागत छ पुनः मेरो युट्युब च्यानलमा। आज चाहिँ मैले हजुरहरू सामु बफ रेसिपी सेयर गर्न गइरहेकी छु। हजुरहरूलाई कस्तो लाग्छ हेरेर माया साथ दिनु होला। मैले तेल तताएर कुकरमा मेथी फुराएर अनि प्याज काटेको रेडी बनाएर काटेको प्याजहरूलाई चाहिँ तेलमा पकाउँदैछु। सुरुमा प्याज पकाएर अब मैले रेडी बनाएर मसलाहरू चाहिँ लसुन, टिमुर, खुर्सानी, मसला सबै पिसेर मिक्सरमा रेडी बनाइसकेको छु र त्यसपछि मैले अब टमाटरलाई पनि हालिसकेँ र मसला पनि आवश्यकता अनुसार चाहिँ मैले मासुमा तेलमा पकाउँदैछु। एकछिन त्यसलाई चाहिँ आवश्यकता अनुसारको नुन बेसार हालेर पकाउँदैछु। मसला पाकिसक्छ, एकछिन मसलालाई राम्रोसँग चलाउने पाक्न दिने। त्यसपछि चाहिँ रेडी बनाएर काटेको मासुलाई चाहिँ मैले यसमा हाल्छु र हालिसकेपछि यसलाई अब राम्रोसँग चलाउने, मासुलाई मसला सबै ठाउँमा लाग्ने गरेर चलाउँदैछु। चलाइसकेपछि चाहिँ यसलाई 2-4 सिटी अब मासु कतिसम्म पाक्छ आफूले अनुमान गरेर चाहिँ सिटी लगाइदिएको छु र अब चाहिँ हाम्रो मासु यस्तो भइसकेको छ। अब चाहिँ खानालाई रेडी।